त्यो फेरि स्पोर्टहरु भइसक्यो। अब चाहिँ अब हामी चाहिँ के हो आज ह्यापी के कुरो गरे केडो कुरो हो रे मसला कटिङ जिन्जर कटिङ हुँदैछ। नेपालको चाहिँ विश्वको कुख्यात अपराधी चार्ल्स सोब्रासले नेपालको एयरपोर्टबाट हात्ती छिराउन सक्छु भन्थ्यो। त्यो के भएर समातेको त्यसलाई नेपालबाट कसरी समातेको? एकजना मान्छेले त्यो इन्टरपोलमा उठ्यो त्यो भएर समातेको। एकजनाको मारेको त्यो मान्छे त्यो फेरि स्पोर्टको रूपमा गरिदिएको हो त्यो त्यहाँका जनताहरूले नै अहिले बुझेका छन् कि म्याग्दीतिरकाहरू अहिले अगाडि नै छन्। देश विदेश पनि अलि कोरियन नयाँ वर्ष सर्नको लागि वरिष्ठ दाइले हामीलाई चाहिँ इन्भाइट गरेर आएको। सेकेन्ड वरिष्ठ दाइलाई इन्भाइट गरेर आउनु भएन। पार्टी आयोजना गर्नुपर्छ। दुईजना तिनजना रोपाइ छौँ। हाम्रो कुरो यस्तै हो। हाम्रो कुरा यस्तै हो। कहिले काहीँ एकदम दुःख गर्नुपर्छ काम चाहिँ। बेला बेलामा चाहिँ साथीहरू होइन भेटघाट गरेर रमाइलो नि गर्नु। रगत है यो चाहिँ रगतलाई यस्तो बनाएको यसरी बनाएपछि चाहिँ होइन यस्तो मिठो स्पेसल बनिहाल्छ त अनि खाने ल यस्तो भयो है फाइनली यस्तरी प्याकेज है फाइनली यो एक्चुअली यसको माथि मजासँग धनियाँ चट 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 काटेको धनियाँ छर्नुपर्छ। रेडी छ काटेको नि त्यसपछि जिबेर पक्कै पटक्कै खाने हो अहिले खाने। फाइनली आज अब यो खाना रेडी भइसक्यो। हाम्रो यहाँ उहाँ दाइजले अलिक ढिलो गर्नु भएर कारबाही गर्नुपर्ने छ। अब खाना चाहिँ भइसक्यो। अब चाहिँ अब हामी चाहिँ के हो आज ह्याप्पी भ्यालेन्टाइन डे तर ह्याप्पी सन